समारोहका उद्घाटन समारोहका अध्यक्ष आदरणीय सुमन कुमार श्रेष्ठज्यू, प्रमुख अतिथि उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालज्यू, ड्यासमा आसीन चितवन स्थित विभिन्न राजनीतिक दलका प्रमुखज्यूहरू, नेकपा एमालेका अध्यक्षज्यू, नेकपाका अध्यक्षज्यू, राजसभाका अध्यक्षज्यू, उद्योग वाणिज्य संघका विभिन्न तहका आदरणीय व्यक्तित्वहरू, उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्षज्यूहरू र यो अधिवेशनलाई सम्पन्न गर्नका लागि उद्घाटन समारोहमा उपस्थित तपाईं सम्पूर्ण मित्रहरू, पत्रकार मित्रहरूमा नेपाली कांग्रेस जिल्ला कार्य समिति चितवन र मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सबैलाई न्यानो अभिवादन टक्राउन चाहन्छु। स्वीकार्नुहोस्। जय नेपाल। सर्वप्रथम यो 59औं साढ सभामा उद्घाटन समारोहमा नेपाली कांग्रेस चितवनलाई सम्झनु भयो, यसका प्रति आभार प्रकट गर्न चाहन्छु र यो अधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। साथसाथै यो उद्योग वाणिज्य संघ चितवन 66 वर्षले एउटा इतिहास बनाइसकेको छ। यो स्थापना चरणमा जसले यसको संकल्प लिनुभयो उहाँका प्रति गहिरो स्मरण गर्न चाहन्छु कि नेपालको एउटा केन्द्रमा रहेको चितवनमा उद्योग वाणिज्य संघ चाहिन्छ। व्यापारीहरूको हकको लागि बोल्ने छुट्टै संस्था चाहिन्छ भनेर जुन खालको परिकल्पना गर्नुभयो, तपाईहरू सदा सदाका लागि सम्मानका लागि योग्य हुनुहुन्छ। साथसाथै यहाँ थुप्रै कुराहरू आएका छन्। विभिन्न राजनीतिक दलका मित्रहरूबाट पनि धेरै कुरा आएका छन्। ती कुराहरूका प्रति पनि ध्यान आकर्षण गर्दै व्यापारीहरूले राजनीति गर्नुहुन्न भन्ने जुन कुराहरू छ अत्यन्त गलत छ। व्यापारीहरूले राजनीतिक रूपमा सशक्त नभएको कारणले नै तपाईहरूले ठिक बैठक छुट्याउन नसकेको कारणले नै जति पनि बर्बादीहरू भएको छ, तपाईहरूले त्यो नबुझेको कारणले जति पनि व्यवसायहरू क्षति भएको छ, तपाईहरूले सशक्त रूपमा प्रतिकार गर्न नसकेको कारणले, संगठित नभएको कारणले, कुन राजनीतिक प्रसङ्ग कुन तरिकाले आयो भनेर बुझ्न नसकेको कारणले यो समग्र परिस्थितिको सिर्जना भएको छ। त्यसकारणले तपाईहरू राजनीतिक रूपमा अत्यन्त सचेत हुनुपर्छ। म निवेदन गर्न चाहन्छु, 2046 सालको परिवर्तन पछाडि नेपाली कांग्रेसको नेतृत्वको सरकारले खुला अर्थनीति ल्यायो। तत्पश्चात मात्र नेपाल विश्व बजारमा तपाईको चाहिँ व्यापार बजारमा चाहिँ प्रवेश गरेको छ र आज हामी संसारका सबै वस्तुहरू तपाईको खरिद गर्न सक्छौं। एउटा प्रक्रियाबाट हामीले पठाउन पनि सक्छौं। हरेक तपाईको भूगोललाई व्यापार गर्ने, त्यसलाई एउटा चाहिँ संरक्षण गर्दै अगाडि बढाउने शक्ति त्यो माटोले, त्यो जमिनले त्यहाँ दिएको हुन्छ। चितवन पनि यस्तो एउटा भूगोल हो। दक्षिण एसियामा एक मात्र नेशनल पार्क चितवन नेशनल पार्क विश्व सम्पदा सूचीमा सूचीकृत नेशनल पार्क हो। त्यसलाई हामीले यथोचित रूपमा संरक्षण गरेर त्यसलाई पर्यावरणीय रूपमा डेभलप गर्न सकेका छैनौँ। हाम्रै काखमा यत्रो नारायणी नदी बगिरहेको छ, यसलाई हामीले पर्यटकीय एउटा प्रवाहको रूपमा विकास गर्न सकेका छैनौँ। विश्व संसार सूचीमा
सूचीकृत विषयजाली ताल छ, त्यसलाई हामीले चिनाउन सकेका छैनौँ। यो पर्यटकीय पाटो छ। कृषि उपजका हिसाबले महत्त्वपूर्ण खाद्यान्नको उद्भव चितवन हो। केराको हिसाबले, महको हिसाबले थुप्रै तपाईँको चाहिँ उत्पादन, किनभने व्यापार भनेको उत्पादनसँग जोडिने कुरा हो। उत्पादन नभई व्यापार हुँदैन। अन्य भूगोलमा उत्पादन भएको वस्तु मात्र व्यापार गर्नु व्यापार होइन। यो भूगोलले के उत्पादन गर्यो र हामीले चितवनबाट कति चिजहरू तपाईँको चाहिँ निर्यात गर्यौँ, माछा, मह, केरा, अन्य खाद्य बालीहरू, त्यो महत्त्वपूर्ण कुरा हो। त्यसकारणले के हो त भन्दाखेरि यो उद्योग वाणिज्य सङ्घले समग्र उत्पादन र व्यापारलाई एउटा रणनीतिक यहाँको भूगोललाई, यहाँको माटोलाई हेरेर हामी चाहिँ एउटा बनाउनु पर्छ। त्यसरी गयो भने मात्रै एउटा यो दिगो हुन्छ र यसको चितवनको उद्योग वाणिज्य सङ्घको पहिचान अझ तपाईँको चाहिँ के भन्दाखेरि उच्च हुन्छ। त्यसकारणले अझ हामीले यसलाई जोडेर लानु जरुरी छ। हिजो चितवन उद्योग वाणिज्य सङ्घ एउटा बजार क्षेत्रमा सीमित थियो। आज लोथरदेखि कुरिन्टारदेखि माडीको अयोध्यापुरीसम्म यसको विस्तारित तपाईँको स्वरूप बनिसकेको छ। त्यसकारणले हाम्रो नजर पनि त्यहाँसम्म पुग्नुपर्छ। यदि हामीले अयोध्यापुरीको चाहिँ एउटा सामान्य व्यापारीलाई चिनेनौँ भने त्यो उद्योग वाणिज्य सङ्घको कर्तव्य पुरा हुँदैन। हामीले लोथरको एउटा व्यापारीलाई चिनेनौँ, कुरिन्टारको एउटा व्यापारीलाई चिनेनौँ भने यो उद्योग वाणिज्य सङ्घको तपाईँको चाहिँ महत्त्व हुँदैन। यो उद्योग वाणिज्य सङ्घको महत्त्व त्यो अयोध्यापुरीमा बस्ने व्यापारीले प्रशंसा गर्नु पर्यो, तपाईँको कुरिन्टारमा बस्ने व्यापारीले प्रशंसा गर्नु पर्यो, लोथरमा बस्ने व्यापारीले प्रशंसा गर्नु पर्यो। त्यो प्रशंसा गर्न लायक चाहिँ के भन्दाखेरि यो सङ्गठनलाई हामीले बनाउनुपर्छ। जति यो सङ्गठनलाई हामीले फ्री रूपमा छोड्छौँ, व्यापारीहरूको निर्णयको अधिकार, स्वतन्त्र अधिकारमा हामीले छोड्छौँ, हामी केही सीमित नेतृत्वहरू बसेर यसलाई सेन्डिकेट गरेर अगाडि लान खोज्यौँ भने यसको महत्त्व घट्दै जान्छ। यसको महत्त्व बढाउनको लागि यसलाई खुला रूपमा चाहिँ के भन्दाखेरि नेतृत्वमा आगमन हुने, नेतृत्व गर्न दिने त्यो अवसर प्रदान गर्नुपर्छ।